घटना जहाँनिर सफ्ट थियो सबको छेउछाउमा अलिकति नजिकै सबको नजिकै चाहिँ कन्डमहरू देखिरहेछन्, दुईटा तीनटा कन्डमहरू छन्। त्यो कन्डमको बाहिर चाहिँ रगत लागिरहेछ हैन। दशबिन अहिले हामी सुर्खेतमा आइपुगेका छौं। अत्यन्तै अप्रिय घटना। जबसम्म सरकारले अपराध अनुसारको दण्ड सजाय दिँदैन तबसम्म यस्ता अपराधहरू घटिरहन्छन् र दलित सानो ठुलो बालबालिका हुन र होच्याउँदा यस्ता अपराधहरू गरिरहन्छन् र ढाकछोप भइरहन्छन्। इनिसाको पाठेघर च्यातिएको आयो रिपोर्ट। घुम्न भन्दै प्रेमीसँग गएकी थिइन्। आरोपीहरूको पोलिग्राफ पनि हुँदै। इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टमा के छ अहिले हामी सबैको चासोको विषय रहेको छ। यस्तोमा यदि उनीहरूले बलात्कार गरेको र हत्या गरेको भनेर प्रमाणहरू पर्याप्त मात्रामा पुग्छन् भने उनीहरूलाई साँच्चै भन्न पर्दाखेरि नेपाल भरिका मान्छेलाई पाइ पर्ने ठाउँमा ल्याएर यसरी झुन्डाउनु पर्छ कि त्यो देखिसकेपछि